नमस्ते, गुड मर्निङ। आज चाहिँ म बिहानको नास्ता गर्न लाग्दैछु। बिहानको नास्तामा चाहिँ मैले सुरुमा नात्तोलाई लिएको छु। किनकि जापानमा बस्नेहरूलाई त प्रायः थाहा छ नात्तोको बारेमा होइन। यो चाहिँ एकदमै शरीरको लागि राम्रो हुन्छ। विशेष गरी कब्जियत भएका व्यक्तिहरूको लागि चाहिँ यो नात्तोले एकदमै काम गर्छ होइन। जसलाई दिशाको समस्या छ ती व्यक्तिहरूलाई चाहिँ एकदमै राम्रो गर्छ। मलाई पनि त्यो समस्या भएको कारणले गर्दा जहिले पनि म चाहिँ एघार बिहानै उठेर होइन दाँत माझ्ने हातमुख धुने गर्छु। अनि त्यो गरिसके पछाडि मैले बिहानको नास्तामा चाहिँ यसरी नात्तो खाने गर्छु है। नात्तो खानको लागि चाहिँ सुरुमा हामीले नर्मल्ली कोम्बिनीतिर पनि पाउँछ, 7-Eleven, लसन सुपाहरूमा पनि मजाले पाउँछ। अनि नात्तोमा चाहिँ यो सस मिसाउनुपर्छ होइन, यसलाई थाले भन्छ। यो मिसाएर मोल्नुपर्ने हुन्छ हामीले चाहिँ। सुरुमा चाहिँ हामी नेपालीहरूलाई अलिकति यो स्वाद मन नपर्न सक्छ, अलिकति स्मेल चाहिँ अलिकति नमिठो आउँछ, तर शरीरको लागि भने एकदमै राम्रो हुन्छ। सुरुमा त मलाई पनि मन पर्दैन थियो, अहिले भने चाहिँ एकदमै मनपर्छ र म डेली खान सक्छु र काममा पनि मैले प्राय यही युज गरेको हुन्छ किनकि मलाई कब्जियतको समस्या छ। त्यसपछि यसलाई यसरी माझेर गर्ने, मजाले घोल्ने अथवा घोल्ने है। यसरी घोल्नुपर्छ मजाले। घोलेन भने थारेहरू चाहिँ अब कता कता लाग्छ नि त। घोलेर यस्तो किसिमको भइसकेपछि चाहिँ हामीले खान थाल्ने। म टेस्ट गर्छु है त। इतादाकिमास। एकदमै मिठो छ। अलिकति चिप्लो बढी हुन्छ क्या, अनि र्यालल्ला हुने क्या अलिकति खाना। यसरी यो खाने होइन, पहिला यही भ्याउनु पर्यो। यसरी खाइसकेपछि मैले साथसाथै मैले दही पनि लिने गरेको छु। जहिले पनि दही पनि खान्छु मैले, किनकि यो दही पनि शरीरको लागि एकदमै राम्रो हुन्छ खाली पेटमा खाँदा भन्छन्। साथमा छ दिनमा एउटा अन्डा। यसरी खाइसकेपछि शरीरलाई पनि राम्रो हुन्छ, हेल्दी पनि बनिन्छ। खाना चाहिँ राजाले जस्तै खानुपर्छ रे, काम पनि गधाले जस्तै गर्ने। खाना पनि राजाले जस्तै खानुपर्छ क्या साथीहरू। भएपछि यो अन्डा पनि यसरी खाने। म चाहिँ यसरी अन्डा खाँदा नुनहरू केही पनि राख्दिनँ, यतिकै खाइदिन्छु। साथमा छ तातो पानी। तपाईँहरू जहिले पनि खाली पेटमा यसरी तातो पानी खाने गर्नुभयो भने चाहिँ हाम्रो जुन दिशामा समस्या हुने व्यक्तिहरूलाई चाहिँ राम्रो गर्छ भन्ने सुन्छु। त्यो कारणले गर्दा मैले पनि खान थालेको छु। खाना चाहिँ एकदमै आराम तरिकाले खानुपर्छ, किनकि हामी हतारिनु हुँदैन। बरु हामीले टाइमलाई थोरै भए पनि अलिकति म्यानेज गर्ने। नातो त खाना बाँकी नै छ नि।
यसरी खाएपछि मजाले पेट पनि अगाइन्छ हैन, शरीरको लागि अब फाइदा पनि हुने भइहाल्यो। तपाईहरु पनि दिनमा यसरी खाने गर्नुहोला। अझ कोनियाकोहरू, सिराताकी, ओदेनहरू पाउँछ नि, त्यो खानुभयो भने झन् एकदमै शरीरलाई राम्रो हुन्छ। त्यो पनि खाने गर्नुहोला। त्यसपछि पानी। अलिकति स्मेल आइरहन्छ क्या यसको चाहिँ। यसरी मैले बिहानको नास्ता खाइसकेँ। हजुरहरूले पनि खानुभयो होला। आजको दिनको सुरुवात चाहिँ मैले नास्ताबाट सुरुवात गरिसकेँ। हजुरहरूको दिन पनि शुभ रहोस्।